अब चाहिँ भयो होला। हजुर ल अब आजको क्लास चाहिँ होइन हाम्रो ओरिएन्टेसन टाइप हामीले यो 25 डेज अब नर्मली 25 डेज चाहिँ भनेको छ है टाइम ड्युरेसन। अब हाम्रो लमसम 25 डेजभन्दा बढी नै जान्छ होला। अब हामीले चाँडो सिक्न सक्यौँ भनेपछि त्योभन्दा कम नै जान्छ है त। अब हामीले बुझ्नुपर्ने कुरा के त भन्दा हामीले टाइम ड्युरेसन भन्दा पनि हामीले के कति सिक्छौँ भन्ने कुरा चाहिँ नि हाम्रो यसमा म्याटर गर्छ। टाइम ड्युरेसन त 25 दिन पनि जाला, 30 दिन जाला, 1 महिना जाला होइन, त्योभन्दा बढी जाला, गए फरक परेन। जस हामीले जुन सिक्नको लागि हामीले चाहिँ नि क्लास लगेको हो त्यो कुराहरू चाहिँ सिक्नु पर्यो भन्ने कुरा चाहिँ म्याटर गर्छ यो कुरामा। सो हामीले अर्को कुरा के बुझौँ भन्दा जुन यो स्केचअप र इन्स्केप छ त्यो दुईटा चाहिँ के को लागि चाहिँ युज गरिन्छ। अब तपाईँहरूले पहिले यो कुराहरू चाहिँ नि चलाउनु भएको छ या छैन मलाई भनिदिनुहोस् ल, स्केचअप पनि अनि इन्स्केप पनि। छैन चलाएको सर, कस दुईटैमा कुनै चलाएको छैन। ओके ल, यो कुरा अब म आज चाहिँ यसकै बारेमा चाहिँ नि हामीले गर्छौँ होइन। हामीले यो 25 डेजको कोर्समा के कभर गर्ने, यिनीहरूको काम के हो होइन, यिनीहरूले के गर्छ, कतिसम्म गर्छ होइन, वर्ल्ड वाइज के कतिको युज भइरहेको छ भन्ने कुरामा चाहिँ नि आज हामीले अलिकति डिस्कस गरौँला। अनि हाम्रो अब क्लास चाहिँ नि एभ्रिडे सेसन चाहिँ रेकर्ड भइरहेको हुन्छ। तपाईँले रेकर्डेड भिडियो नि पाउनुहुन्छ एट लास्ट। अब एट लास्टमा चाहिँ नि पाउनु त पाउनुहुन्छ है, तर पाउनु चाहिँ आजदेखि नै पाउनुहुन्छ। अब तपाईँले जिमेलहरू पठाइसक्नुभयो, तपाईँको सम्पूर्ण कुराहरू चाहिँ नि अब गुगल ड्राइभमा चाहिँ नि रेकर्ड भइरहेको हुन्छ होइन, त्यसमा तपाईँहरूले एक्सेस पाउनुहुन्छ। एभ्रिडे सेसन जस्तो आज मैले क्लास इन्ड गरेपछि त्यो रेकर्डेड भिडियो चाहिँ नि त्यो गुगल ड्राइभमा चाहिँ नि अपलोड हुन्छ है इमिडिएटली। र तपाईँले त्यो भिडियो चाहिँ नि क्लासको इन्डमा चाहिँ नि फेरिबाट हेर्न सक्नुहुन्छ। यदि केही कुरामा डाउट भयो होइन, प्र्याक्टिस गर्दै जाँदा केही कुरामा डाउट हुन्छ भनेपछि तपाईँले त्यो रेकर्डेड भिडियो हेरेर आफ्नो डाउट क्लियर गर्न सक्नुहुन्छ है त। अनि अब तपाईँले एट लास्टमा चाहिँ क्लासको इन्डमा होइन, भन्नाले यो हाम्रो कोर्सकै इन्डमा चाहिँ तपाईँले डाउनलोडको एक्सेस पाउनुहुन्छ। र तपाईँले डाउनलोड गरेर राख्नु होला, किनभने चाहिँ सर्टेन एक महिनापछि चाहिँ यो भिडियोहरू चाहिँ डिलिट हुन्छ गुगल ड्राइभबाट। किनभने चाहिँ सर्टेन स्टोरेज हुन्छ तपाईँको 100 GB 200 GB चाहिँ हामीले पर्चेस गरेको हुन्छौँ। सो त्यो चाहिँ जति बढी गऱ्यो भने पनि क्लासहरू लगभग दिनमै 2-3वटा क्लासहरू चलिरहेको हुन्छ। सो त्यो हाम्रो जुन स्टोरेज छ त्यो फुल भइहाल्छ क्या। अनि हामीले अब ओबिएसबाट अलिकति हाई क्वालिटीको भिडियो रेकर्डको लागि चाहिँ नि भएको भएर चाहिँ हामीले ओबिएस युज गर्छौँ। फेरि ओबिएसमा चाहिँ नि हाई क्वालिटीको युज गर्दाखेरि चाहिँ फाइल अलि हेभी भइदिन्छ क्या। सो तपाईँ एट लास्टमा चाहिँ नि डाउनलोडको एक्सेस पाउनुहुन्छ र सम्पूर्ण भिडियोहरू डाउनलोड गरेर चाहिँ तपाईँले पर्मानेन्टली होइन आफूले बिर्सेको बेला समय भएको बेला जहिले पनि हेर्न सक्नुभयो। तपाईँलाई फाइदा चाहिँ यो पनि छ एउटा। ल तपाईँहरू सम्पूर्णलाई चाहिँ नि होइन हाम्रो यो 25 डेजको स्केचअप र इन्स्केपको क्लासमा चाहिँ स्वागत छ है त। अब हाम्रो अर्गनाइजर चाहिँ सिभिल ट्युटर नेपाल हो। तपाईँले अब केही समस्या पर्यो भने चाहिँ है हाम्रो अब वाट्सएप नम्बर 2वटा छ है त। यो 2टा वाट्सएपमा चाहिँ तपाईँले केही समस्या पर्यो भने चाहिँ भन्न सक्नुहुन्छ, अथवा हाम्रो इमेल एड्रेसमा पनि केही समस्या पर्यो या तपाईँलाई केही अब तपाईँहरूलाई सर्टिफिकेटको लागि चाहिँ नि यसमै भन्नुपर्छ है त। तपाईँले एट लास्टमा चाहिँ नि हामी तपाईँहरूको प्रोजेक्ट हेरेर सर्टिफिकेट प्रोभाइड गर्छौँ। सर्टिफिकेट को लागि चाहिँ नि अब हामीले अहिले तपाईँहरूलाई जुन पासपोर्ट साइज फोटोहरू भनेको छौँ कि डिटेलहरू मागेको छौँ त्यो चाहिँ मागेको छैनौँ। त्यो एट लास्टमा चाहिँ तपाईँले एप्लाई गर्दाखेरि चाहिँ दिनुपर्ने हुन्छ। ल अब हामीले यो 25 डेजको कोर्समा युज गर्ने सफ्टवेयर भनेको चाहिँ एउटा स्केचअप छ है जुन चाहिँ 20 डेजको रहेको छ, अनि इन्स्केप चाहिँ 5 डेज रहेको छ है त। अब हामीले सुरुमा स्केचअपको इन्ट्रोडक्सन है त। स्केचअप भनेको आखिर के हो त। अब हामीलाई थाहा भएको कुरा स्केचअप एउटा पावरफुल 3D मोडलिङ सफ्टवेयर हो है, जुन कसले युज गर्छ त आर्किटेक्टहरूले। हाम्रो सबैजना आइसक्नु भएन र? ए ल नवीनजी तपाईँले जिमेल छोडिदिनु होला ल आफ्नो त्यो ग्रुपमा। ए हस् हुन्छ सर। ल
हामीले भर्खरै सुरु गरेको छौँ। हाम्रो स्केचअपको इन्ट्रोडक्सन चाहिँ हेरिरहेको छौँ है त। अब स्केचअप एउटा पावरफुल 3D मोडलिङ सफ्टवेयर हो। 3D मोडलिङ सफ्टवेयर भन्ने बित्तिकै हाम्रो त्यो 3D बनाउनको लागि चाहिँ युज हुन्छ है, 3D डिजाइनहरूको लागि। तपाईँले हेर्न सक्नुहुन्छ 3D डिजाइनहरू मैले इक्जाम्पल गरेँ, तपाईँहरूलाई एकदमै सहजता होस् भनेर मैले एज इक्जाम्पल सम्पूर्ण डिटेलहरूमा चाहिँ तपाईँले पिक्चरहरू राखिदिएको छु है त। त्यो भएको भए तपाईँहरूलाई बुझ्नलाई सजिलो होला। अनि 2D को लागि चाहिँ नि हाम्रो वर्ल्ड वाइज पपुलरली युज भइरहेको भनेको अटोक्याड हो, हामी सम्पूर्ण साथीहरूलाई थाहा भएको कुरा होइन। अनि त्यस्तै गरी 3D को लागि चाहिँ नि पपुलर अहिलेको कम्पेरिजनमा चाहिँ नि एउटा रेबिट छ र एउटा स्केचअप छ, एकदमै पपुलर। अब रेबिट चाहिँ पपुलर हुनुको कारण भनेको बिआइएम सफ्टवेयर हो। बिआइएम भन्नाले चाहिँ बिल्डिङ इन्फर्मेसन मोडलिङ है, बिआइएम सफ्टवेयर भएको भएर नै रेबिट चाहिँ पपुलर भएको हो, होइन भने चाहिँ स्केचअपसँग टक्कर नलिन खाने हो क्या। किनकि अहिले चाहिँ रेबिट पपुलरमा आएको, किनकि बिआइएम सफ्टवेयर भएको भएर। होइन भनेपछि नि हाम्रो अब म्याक्सिमम् 3D को लागि चाहिँ नि सम्पूर्ण जस्तो आर्किटेक्टहरूले अनि इन्टेरियर डिजाइनरहरूले, अब सिभिल इन्जिनियरहरूले या क्रिएटर भन्नाले अब त्यो जुनसुकै पनि हुनसक्छ क्या। तपाईँले केही कुराहरू 3D बनाउने, जस्तो तपाईँको यसमा घर नै बनाउनु मिल्छ भन्ने होइन कि, जुनसुकै कुरा पनि बनाउनु मिल्छ क्या। यसमा घर मात्र बनाउनु मिल्ने होइन, तपाईँको मेकानिकल इन्जिनियरहरूले पनि आफ्नो त्यो सर्टेन कम्पोनेन्टहरू बनाउनलाई पनि युज गरिरहेको हुन्छ है। अनि अब यो चाहिँ नि अहिले चाहिँ नि फेसन डिजाइनरहरूले पनि युज गरिरहेछ है। त्यो भएको भएर वर्ल्ड वाइज नै तपाईँको एकदम प्रिसाइजली र इफिसियन्टली इफेक्टिभली है रियलिस्टिक ड्रइङ बनाउने, 3D मोडलिङ बनाउने हो भने चाहिँ तपाईँले स्केचअपबाट चाहिँ नि होइन बनाउन सक्नुहुन्छ है त। अनि कुरा गरौँ इन्स्केप है। अब इन्स्केप भनेको चाहिँ के हो सरी है, मलाई अलिकति खोकी लागेको छ। यो अब हामीलाई थाहा भएको कुरा, स्केचअप चाहिँ नि लगभग सबैलाई थाहा भएको हुन्छ होइन, किनकि सुनिरहेको हुन्छ 3D मोडलिङको लागि। तर इन्स्केप भनेको फेरि धेरै जसोलाई थाहा हुँदैन क्या। अब इन्स्केप भनेको चाहिँ नि तपाईँको स्केचअप भित्रै हुने एउटा तपाईँको हुन त अलग सफ्टवेयर हो इन्स्केप भनेको होइन, किनकि कम्पनी नै अलग छ। यो चाओसको हो है, इन्स्केप चाहिँ चाओसको हो। सो स्केचअपको फेरि ट्रिम्बलको हो। स्केचअपको ओरिजिन हेर्नु पर्दा चाहिँ नि सुरुमा चाहिँ तपाईँको अर्कै कम्पनीको थियो है, त्यसपछि फेरि अर्कै कम्पनी, तेस्रो कम्पनी हो है त। तपाईँको गुगल स्केचअप पछि चाहिँ पर्चेस गरेको ट्रिम्बलले हो, होइन भने तपाईँले पहिले गुगल स्केचअप भनेर पनि सुन्नु भएको होला, गुगल स्केचअप पनि भनिन्थ्यो है। किनभने चाहिँ त्यो पहिले चाहिँ त्यो योभन्दा पहिले चाहिँ यो गुगलको थियो क्या। गुगलले लगिसकेपछि, गुगलले पर्चेस गरिसकेपछि बल्ल यसको फ्री भर्जन आएको हो। अहिले चाहिँ ट्रिम्बल कम्पनीको चाहिँ नि अहिले चाहिँ हालमा चाहिँ ट्रिम्बल कम्पनीले चाहिँ नि चलाइरहेको छ स्केचअप है त। अब इन्स्केप भनेको चाहिँ तपाईँको चाओसको फरकै टुल्स हो, सफ्टवेयर हो। यसलाई प्लगइन सफ्टवेयर भन्दा नि हुन्छ र यसलाई रियल टाइम रेन्डरिङ सफ्टवेयर भन्दा नि हुन्छ। किनकि हामीले जस्तो हेर्नु त मैले तपाईँलाई इक्जाम्पल देखाउँछु, जस्तो स्केचअपबाट हामीले यस्तो बिल्डिङहरू तयार पार्छौँ भनेपछि हेर्नु त इन्स्केपबाट तपाईँले केही न केही फरक पाउनुहुन्छ। इन्स्केपबाट चाहिँ तपाईँले हेर्नु त यहीँनिर मैले राखिदिएको छु, स्केचअप र इन्स्केपको डिफ्रेन्ट हेर्नुहोस् ल। तपाईँको स्केचअपमा चाहिँ नि अलि फरक देखिरहेको छ है, यहाँ देखिराख्नु भएको होला। तर इन्स्केपमा अझै रियलिस्टिक देखिरहेको छ क्या है। जुन हाम्रो रियालिटी फिल आउँछ नि, रियलिस्टिक भन्छ जसलाई, हाम्रो त्यो रियल टाइम रियलिस्टिक रेन्डर चाहिँ नि इन्स्केपद्वारा चाहिँ नि हामीले गर्छौँ क्या। अब रेन्डरिङ सफ्टवेयरमा थुप्रो सफ्टवेयरहरू छ, जस्तो भिरे पनि छ र लुमियन पनि छ होइन। यो तीनवटै अब एकदमै वर्ल्ड वाइज नै पपुलर हो, हुन त D5 रेन्डर पनि होला होइन, धेरै सफ्टवेयरहरू छ। तर अब एकदमै पपुलर भनेको एउटा D5 रेन्डर पनि हो र इन्स्केप भइ नै हाल्यो, अनि त्यस्तै गरी भिरे भइ नै हाल्यो, अनि त्यस्तै गरी तपाईँको लुमियन भइ नै हाल्यो। अब यो तीनवटै सफ्टवेयर चाहिँ नि हाम्रो चाओस कम्पनीकै हो। सो तीनवटै एकदम पावरफुल सफ्टवेयर नै हो फर रेन्डरिङ है। सो हामीले बुझ्नु पर्ने कुरा के त भन्दा, जुन इन्स्केप छ त्यो रियल टाइम रेन्डरिङ सफ्टवेयर हो, जुन भर्चुअल रियालिटी प्लगइन चाहिँ नि यसले दिइरहेको हुन्छ क्या। हुन त अब भर्चुअल नै हो, हाम्रो रियल त भन्नु मिल्दैन, किनकि यो चाहिँ नि हाम्रो भर्चुअली हामीले क्रिएट गरेको कुरा हो नि त। तर हेर्दाखेरि चाहिँ रियल देखिन्छ क्या। त्यो भनेको चाहिँ नि यसको एउटा फिचर हो। सो जुन 3D मोडेल हामीले बनाउँछौँ त्यसलाई रियल प्लगइन दिएर त्यसलाई रियलिस्टिक बनाउनु भनेको चाहिँ नि इन्स्केपको काम हो क्या है त। अब जसमा हामीले हेर्नु त फोटो रियलिस्टिक भिजुलाइजेसन,
इन्स्ट्यान्टली एन्ड इफोर्टलेसली भन्छ। अनि इनिस्केप नै किन त है, भिरे किन युज गरेनौँ हामीले, लुमियन किन युज गरेनौँ हामीले भन्ने कुरो नि आउला। सर इनिस्केप नै किन युज गर्ने, अब हुन त लुमियन पनि युज गर्दा भयो, भिरे पनि युज गर्दा भयो, तर इनिस्केप नै किन भनेपछि चाहिँ हाम्रो इनिस्केप एउटा त्यस्तो पावरफुल सफ्टवेयर हो जुन कि तपाईँको लोवर फाइलमा हुन्छ क्या। भन्नुको मिनिङ यो जुन फाइल तपाईँले भेटाउनुहुन्छ नि, यसको जुन क्वालिटी हुन्छ त्यो त एकदम हाई क्वालिटीको हुन्छ जुन यसले रेन्डर गरेर निकाल्छ। तर तपाईँको यो जुन सफ्टवेयर छ नि त्यो एकदमै तपाईँको सानो फाइलको छ क्या। तपाईँले यसो लुमियन हेर्नुहुन्छ भने चाहिँ भिरे हेर्नु छ भने चाहिँ त्यसको लागि चाहिँ एकदमै हाई क्वालिटीको ल्यापटप चाहिन्छ क्या। त्यसले एफोर्ड गर्छ त एकदम हाई क्वालिटी ल्यापटपमा मात्र। अब हाई क्वालिटी भन्नाले तपाईँको जुन ल्यापटप छ त्यो ल्यापटपले कम्तीमा पनि 8 GB ग्राफिक्स कार्ड भएको हुनुपर्छ भन्छ क्या। यदि लुमियन चलाउनुहुन्छ भने चाहिँ लुमियनको लागि चाहिँ तपाईँको जुन ल्यापटप छ त्यो ल्यापटप चाहिँ नि एकदमै हाई क्वालिटीको हुनु पर्यो। अब क्वालिटी भन्दा पनि तपाईँको ब्रान्ड जुनसुकै होस् ल्यापटपको, तर त्यसमा जुन फिचरहरू एड भएको हुन्छ जस्तो ऱ्यामको कुराहरू होइन, अनि तपाईँको कुन जेनेरेसनको ल्यापटप हो, र तपाईँको जुन अब ग्राफिक्स कार्ड हुन्छ होइन। अब ग्राफिक्स कार्ड भनेको सुन्नुभएकै होला। ग्राफिक्स कार्ड चाहिँ तपाईँको नर्मली 8 GB मागिरहेको हुन्छ क्या ल्यापटपमा। अब फेरि 8 GB भन्दा राख्नु मिल्दैन। तर तपाईँको इनिस्केप जुन टुल छ नि, इनिस्केपको लागि तपाईँको ऱ्याम 8 GB भयो नि हुन्छ, ग्राफिक्स कार्ड 2 GB भयो नि हुन्छ क्या, चल्छ मजाले चल्छ। तर यति हो अलिकति 8 GB भयो भने चाहिँ अझै इफेक्टिभ होला, अझै राम्रो होला। तर पनि यस्तो हुन्छ कि अब एज अ बिगिनर सबैसँग त्यो खालको ल्यापटप हुन सक्दैन क्या होइन। सुरुमै तपाईँको 2 लाख 2.5 लाखको ल्यापटप भनेको होइन एज अ बिगिनरमा अलिकति आफूसँग जब छैन होइन। अब जब भयो भने चाहिँ त काम गरिरहेकै हो भने चाहिँ हुन्छ पनि। तर स्टुडेन्टहरू भर्खरै जुन पास आउट भएको हुन्छ, फ्रेसर स्टुडेन्टहरू हुन्छ, उनीहरूको लागि बिगिनर 2 लाख 3 लाखको ल्यापटप एफोर्ड गर्नलाई अलिक गाह्रो हुन्छ क्या होइन। त्यो भएको भएर यो हाम्रो इनिस्केप भनेको एकदमै त्यस्तो टुल्स हो जो सबैले एफोर्ड गर्न सक्छ क्या, सबैले चलाउन सक्छ, सबै ल्यापटपमा चाहिँ चल्छ है। अब फेरि तपाईँको ग्राफिक्स कार्ड इन्स्टल नभएकोमा चाहिँ चल्दैन फेरि है। तर तपाईँको एटलिस्ट मिनिमम 2 GB ग्राफिक्स कार्ड चाहिँ नर्मली सबै ल्यापटपमा भइरहेकै हुन्छ होइन। 50,000 भन्दा माथिको ल्यापटपमा हुन्छ नै। सो त्यो केसमा चाहिँ नि हाम्रो इनिस्केप मजाले चल्छ। सो हामीले बुझ्न सक्छौँ, सिक्न सक्छौँ है, केही कुरा गरेर देखाउन सक्छौँ। सो हामीले इनिस्केप युज गर्ने हो है त। अब यसले के भन्छ यहीँ पनि भनिदिरहेको छ, इनिस्केप ब्रिजेस द ग्याप बिट्विन इमेजिनेसन एन्ड रियालिटी। यो भनेको अब पुल नै हो क्या, इमेजिनेसन र रियालिटी बिचको एउटा तपाईँको ब्रिज जस्तो नै हो। तपाईँले जुन कुरा इमेजिनेसन गर्नुहुन्छ त्यो कुरालाई चाहिँ रियल बनाएर देखाउँछ क्या। अब तपाईँले स्केचअपमा जुन 3D मोडल गर्नुहुन्छ, जुन डिजाइन गर्नुहुन्छ, त्यो तपाईँको इमेजिनेसन हो पक्कै पनि है। तर तपाईँले त्यो इमेजिनेसनलाई चाहिँ नि रियल जुन बनाउनु हुन्छ त्यो बनाउने भनेको इनिस्केपले हो है। अब त्यसले आफ्नो लाइटिङको प्रयोग गरेर, रिफ्लेक्सनको प्रयोग गरेर, आफ्नो मटेरियलहरूको प्रयोग गरेर होइन, डाइनामिक इन्भाइरोमेन्टको प्रयोग गरेर त्यो इमेजिनेसनलाई चाहिँ नि त्यसले रियल बनाउँछ क्या इनिस्केपले है त। सो यो यसरी बुझ्नुहोस् तपाईँले। अब हामी जाउँ हाम्रो मोड्युलतर्फ है त। हामीले डे टु डे सिलेबस तयार पारेको छौँ 25 दिनको, जुन हामीले 6 मोड्युलमा चाहिँ डिभाइड गरेको छौँ क्या। किनकि हामीले अब कसैले पनि हामीले नर्मल युज गरेको छैनौँ होइन, एडभान्स चाहिएको छ भन्दा डिरेक्टली पनि हामी मोडल गर्न सक्थ्यौँ होला होइन, डिजाइन गर्न सक्थ्यौँ होला। तर हाम्रो त्यो केसै छैन नि, हामीले बेसिकदेखि जानुपर्ने छ होइन। बेसिकदेखि नै टुल्सहरूको बारेमा जान्नुपर्ने छ भने चाहिँ हामीले यसलाई बेसिकदेखि एडभान्ससम्म डिजाइन गर्नुपर्ने हुन्छ मोड्युल। सो अब त्यो भएको भएर सबैलाई हामीले यही सिलेबस चाहिँ युज गर्छौँ कि अब कुनै चाहिँ हुन्छन् जसलाई चाहिँ एडभान्स चाहिएको हुन्छ। तर नर्मल्ली सबैजनालाई चाहिँ नि बेसिकदेखि नै आवश्यकता भइरहेको भएर हामीले नर्मली 6 मोड्युलमा चाहिँ डिभाइड गरेको छौँ है त। अब मोड्युल 1मा चाहिँ नि तपाईँको स्केचअपको एकदमै बेसिक कुराहरू छ है। अनि मोड्युल 2मा चाहिँ नि इन्टरमिडिएट मोडलिङ, जुनमा चाहिँ नि हामीले अलिकति इन्टरमिडिएट खालको मोडलहरू तयार पार्छौँ। अनि त्यस्तै गरी मोड्युल 3मा चाहिँ नि हाम्रो एडभान्स टेक्निक एन्ड प्लगइनहरू चाहिँ नि हामीले त्यसको बारेमा बुझ्छौँ है। अनि मोड्युल 4मा चाहिँ नि हामीले फाइनल प्रोजेक्ट बनाएर, र मोड्युल 5मा इन्टेरियर डिजाइन प्रोजेक्टहरू पनि तयार पार्छौँ। र मोड्युल 6मा चाहिँ नि हाम्रो रेन्डरिङ गर्छौँ, हामीले रेन्डरिङ कुराहरू बुझ्छौँ, एनिमेसन कसरी बनाउने र फाइनलाइजको कुराहरू है त। अब हाम्रो मोड्युल 1मा जुन बेसिक अफ स्केचअप छ होइन, त्यसमा हाम्रो कतिवटा सेसन छ टोटल?
हाम्रो 5 6 लगभग 7 8 अब हाम्रो इन्टरमिडिएट मोड्युल छ होइन। लगभग हामीले 4 दिन जति चाहिँ नि हामीले बेसिक कुराहरू गर्छौँ क्या, जसमा सेसन 1 छ तपाईँको इन्ट्रोडक्सन टु स्केचअप आज नै भइहाल्यो भनौँ न। अनि नेभिगेसन टुल्स बारहरू, क्रिएटिङ सिम्पल 2D एन्ड 3D सेप्स है, सिम्पल 2D र 3D सेप्स कसरी बनाउने त्यो कुराहरूको बारेमा। अनि त्यस्तै गरी सेसन 2 मा चाहिँ नि अब यो भनिराख्नु पर्ने कुरा त होइन, तैपनि मैले भनिदिइरहेको छु। टुल्सहरू, लाइनहरू होइन, रेक्टेङ्गल, सर्किल, आर्क, अब यो त हामीले अटोकेडमा पनि गरेको हुन्छौँ नि त, सर्किल कोर्न होइन, रेक्टेङ्गल ड्र गर्न, आर्क ड्र गर्न। पुस पुल चाहिँ अब नहोला अटोकेडमा, अटोकेड 3D मा चाहिँ नि हुन्छ। र फेरि मेकिङ 3D सेप्स फ्रम 2D, अब 2D बाट 3D सेप्स चाहिँ कसरी तयार पार्ने त्यो कुराहरू पनि हामीले बुझ्नु पर्यो। अब यो हाम्रो 4 दिन जति बेसिक सकिसकेपछि अब हाम्रो इन्टरमिडिएट मोडलिङ चाहिँ नि हामीले गर्छौँ। अब इन्टरमिडिएट मोडलिङमा चाहिँ नि सेसन 5 र 6 मा हामीले जस्तो DWG जुन अटोकेड फाइल हुन्छ 2D को, त्यसलाई चाहिँ नि हामीले यो 3D जुन स्केचअप छ त्यसमा इम्पोर्ट कसरी गर्ने, त्यो इम्पोर्ट गर्ने तरिकाहरू बुझ्छौँ। र हामीले वालहरू कसरी बनाउने, डोरहरू कसरी बनाउने, विन्डो कसरी बनाउने होइन, त्यो कुराहरूको बारेमा चाहिँ नि हामीले विस्तृत रूपमा चाहिँ नि सेसन 5 एन्ड 6 मा चाहिँ नि हेर्छौँ। अनि त्यो भइसकेपछि 7 र 8 डे 7 र 8 मा चाहिँ नि हामीले फ्लोरहरू कसरी बनाउने, रुफ्सहरू, स्टेगेसहरू कसरी बनाउने होइन, लेयर, टेक्स एन्ड आउटलाइनर युजेज होइन, एप्लाइङ मटेरियल एन्ड पेन्ट, बकेट टुल्स, यो सम्पूर्ण बारेहरूको बारेमा चाहिँ हामीले विस्तृत रूपमा हेर्नेछौँ। र 9 र 10 दिनमा है, अब 9 र 10 डेमा हामीले के गर्छौँ त हेर्नु त, एउटा यत्तिकै सानो प्रोजेक्टसम्म चाहिँ नि हामीले तयार पार्छौँ क्या। अब यो चाहिँ नि हाम्रो 2.5 स्टोरी चाहिँ मल्टी स्टोरी है, 2.5 स्टोरीको चाहिँ नि बिल्डिङ हो, रेसिडेन्सियल, जसमा हामीले अब वर्किङहरू चाहिँ के गर्ने भने सिन्सहरू क्रिएट गर्ने, स्टाइलहरूको बारेमा, अनि स्याडो, फग है, अनि मोडलिङ स्मल हाउस एक्सटेरियर भन्नाले चाहिँ यही हो। हामीले सम्पूर्ण कुरा तयार पारेर एउटा स्मल हाउस एक्सटेरियर डिजाइन चाहिँ नि तयार पार्छौँ इन्टरमिडिएट मोडलिङमा है त। र मोड्युल 3 मा आउँछ एडभान्स टेक्निक एन्ड प्लगइन्स। अब तपाईँको यसमा चाहिँ नि हुने भनेको चाहिँ नि हाम्रो एक्सटेन्सनको बारेमा चाहिँ नि बुझ्छौँ, अनि 3D वेयर हाउसको बारेमा बुझ्छौँ, सोलिड टुल्स एन्ड बुलेन ओपरेसन भन्ने छ, डाइनामिक कम्पोनेन्टहरू, यो सम्पूर्ण कुराहरू हाम्रो एडभान्स टेक्निकभित्र चाहिँ नि पर्छ। र यो कुराहरू पनि हामीले विस्तृत रूपमा चाहिँ हेर्नेछौँ। अनि त्यसपछि हाम्रो एडभान्स टेक्निक र प्लगइनकै युज गरेर हामीले एउटा 3D मोडेल फुल हाउस है, मैले जुन देखाएको थिएँ त्यसलाई हामीले सम्पूर्ण कुराहरू चाहिँ यो पनि अब हाम्रो 2D प्लानहरू हुन्छ त्यसलाई इम्पोर्ट गरेर चाहिँ यो 3D मोडेल बनाउने हो। सो हामीले त्यो कुरालाई एउटा कम्प्लिट चाहिँ यो एउटा सानो प्रोजेक्ट चाहिँ गर्छौँ है त। त्यसपछि त हामीले गर्ने भनेको फाइनल प्रोजेक्ट हो क्या। फाइनल प्रोजेक्ट भनेको हामीले एउटा योभन्दा अलिक ठुलो, अब यही पनि होला या योभन्दा अर्को पनि होला, मसँग अब प्लानहरू त धेरै हुन्छ होइन, एउटा जुनसुकै भए पनि एउटा त्योभन्दा अलिकति फेरि एडभान्स खाले, त्योभन्दा अलिकति ठुलो है, त्योभन्दा अलिकति हाम्रो एरिया ठुलो भएको हामीले बिल्डिङ चाहिँ नि फेरि, अब यो काम भनेको तपाईँको हुन्छ, हुन त मैले पनि सम्पूर्ण कुराहरू गाइड गर्छु स्टेप बाई स्टेप, तर पनि मैले एउटा मोडेल तयार पारिसकेपछि त्यसपछिको मोडेल चाहिँ तपाईँले तयार पार्नुपर्ने हुन्छ। र मैले चाहिँ नि स्टेप बाई स्टेप चाहिँ तपाईँको एभ्री स्टेपमा चाहिँ नि गाइड गर्छु है त। अब मोडेल 4 मा पनि एउटा फाइनल प्रोजेक्ट हो गर्ने हो, एक्सपोर्टिङ हाई क्वालिटी इमेजेस होइन, अनि अब क्यामेराहरू कसरी सेटअप गर्ने कुराहरू त्यो नि हुन्छ होइन, क्यामेराहरू पनि गर्नु पऱ्यो, एनिमेसन पनि बनाउनु पर्ने हुन्छ नि त, त्यही भएर क्यामेरा सेटअप कसरी गर्ने त्यो कुराहरूको बारेमा चाहिँ नि हामीले बुझ्छौँ। ल अनि हाम्रो मोड्युल 5 मा रहेको छ इन्टेरियर डिजाइन। किनभने चाहिँ अब यो धेरैजनाको डिमान्ड हो, तपाईँको एक्सटेरियर गरिसकेपछि इन्टेरियर कुराहरू पनि कसरी गर्ने। अब तपाईँलाई यसको डिप नलेज चाहिएको छ भने चाहिँ तपाईँले इन्टेरियर डिजाइनको एउटा छुट्टै कोर्स लिन मिल्छ, हाम्रोमा छ। तर हामीले यहाँ जुन गर्छौँ यसले पनि हुन त भ्याउँछ, हामीले सम्पूर्ण कुराहरू चाहिँ गर्न चाहिँ नि गर्छौँ, तर पनि एकदमै अब इन्टेरियर एज अ इन्टेरियर डिजाइन उनीहरूलाई चाहिँ डिप नलेज चाहिरहेको हुन्छ। सो हामी त डिपली चाहिँ नि इन्टेरियर डिजाइनरको चाहिँ छुट्टै कोर्स छ है त। अब यो पनि हामीले 2 दिनमा चाहिँ नि इन्टेरियर डिजाइन चाहिँ लिभिङ रुमहरूको होइन, किचन, बाथरुम अनि हाम्रो बेडरुमहरूको एउटा इन्टेरियर चाहिँ नि हामीले तयार पारेर चाहिँ हेर्छौँ है। अनि त्यसपछि मोड्युल 6 मा हाम्रो रेन्डरिङ, एनिमेसन र फाइनलाइज। अब तपाईँले सेसन 24 र 25 मा चाहिँ नि हामीले इन्ट्रोडक्सन टु इन्स्केप विथ स्केचअप त्यो भनेको के हो त होइन, हामीले यो भित्र चाहिँ नि के प्लगइनहरू पाउन सक्छौँ, के टुल्सहरू पाउन सक्छौँ, त्यो टुल्सहरूको बारेमा हेर्ने र क्यामेराहरू सेटअप गर्ने, भ्यूहरू सेटअप गर्ने र
बेसिक लाइटिङ एन्ड मेटेरियल एडजस्टमेन्ट। अब लाइटिङहरू एडजस्टमेन्ट मेटेरियलहरू चाहिँ एडजस्टमेन्ट गर्ने कामहरू चाहिँ गर्छौँ हामीले इन्स्केपको थ्रु है त। अब हेर्न सक्नुहुन्छ सेम प्रोजेक्ट हो यो चाहिँ हामीले स्केचअपबाट गरेको र चाहिँ इन्स्केप हो नि त। तपाईँको स्केचअप र इन्स्केपमा कतिको फरक देख्नुहुन्छ त? धेरै फरक छ नि होइन, भन्नुहोस् त। तपाईँको भिजुअलाइजेसनमा पनि फरक देखिरहेको होला नि होइन। स्केचअप त्यही मोडल हो, सेम मोडल हो, तर यो चाहिँ नि हामीले स्केचअपमा चाहिँ तयार पारेको र रेन्डरिङ गर्दाखेरि चाहिँ नि हाम्रो इन्स्केपमा चाहिँ यस्तो देखिन्छ क्या है त। र फेरि यहाँ पनि हेर्न सक्नुहुन्छ तपाईँको यो स्केचअपमै पारेको यो फेरि इन्स्केपले तयार पारेको है त। अब रेन्डरिङको काम भनेको यही हो, तपाईँको यो इमेजिनेसनलाई चाहिँ नि हाम्रो रियल देखाउनु भनेको नै रेन्डरिङ गर्नु हो है त। यस्तो बुझ्दा नि भयो ल। हाम्रो अब लगभग हामीले यो कुराहरू चाहिँ कभर गर्ने 25 डेजको उसमा। अनि अब हाम्रो अन्य कुरा एनिमेसन वाक थ्रुहरू चाहिँ हुने नै भयो होइन। यो सम्पूर्ण कुराहरू चाहिँ हाम्रो इन्स्केपभित्र नै पर्ने हो। हामीले अब जति पनि कुराहरू पर्छ 3D गर्दाखेरि होइन, हाम्रो ल्यान्डस्केप तयार पार्दाखेरि त्यो सम्पूर्ण कुराहरू चाहिँ इन्क्लुड हुन्छ है। अब तपाईँहरूले चाहिँ नि जस्तो केही कुराहरू त्यस्तो डाउट छ हामीले के सिक्ने कुरामा, अब तपाईँहरूलाई पनि लगभग क्लियर भएको होला होइन, हामीले के सिक्छौँ के सिक्न पाउँछौँ भन्ने कुरामा। त्यस्तो डाउट त छैन नि कसैलाई? त्यस्तो डाउट त छैन सर। अब गर्दै जाने सिक्दै जाने त्यति बेला डाउट भयो भने सोध्ला नि त सर। त्यो त अब त्यो त डाउट भयो, त्यो त डाउट त आउँछ नि बनाउँदाखेरि। तर पनि हामीले के कुरा चाहिँ सिक्छौँ 3D मोडलिङमा होइन। अब नर्मली हामीले दुईवटा प्रोजेक्ट चाहिँ गरौँला। अब मैले एउटै प्रोजेक्ट पनि गरिरहेको हुन्छु, नर्मली दुईवटा पनि गरिरहेको हुन्छु। अब एउटाले भ्याउँदैन भनेपछि दुईवटा नै गर्ने हो। अब एउटा चाहिँ नि मैले गरेर नै देखाउँछु तपाईँहरूलाई होइन, स्टेप बाई स्टेप। र दोस्रो मैले फेरि प्लान दिन्छु क्या तपाईँहरूलाई, अनि तपाईँहरूले चाहिँ नि बनाएर चाहिँ मलाई देखाउने, मैले नि त्यो बनाउँदै जान्छु। प्लस त्यो तपाईँको रियल प्रोजेक्ट जस्तै हुन्छ क्या होइन। त्यो तरिकाले गयो भने चाहिँ नि अलिकति बेटर होला। नवीनजी त दुईवटा आइडीबाट आउनु भएको रहेछ त, एउटा पिसीबाट एउटा मोबाइलबाट हो क्या हो? हजुर सर, ए पिसीबाट चाहिँ बोल्न मिल्दैन, त्यही भएर फोनबाट ए तपाईँले सोधिहाल्नु भने बोल्नु पऱ्यो नि त। ल ठिक छ। अनि अरू कसैलाई केही भन्नु छ सोध्न सक्नुहुन्छ है, केही कुराहरू त्यस्तो छ भने चाहिँ मनमा? सर तपाईँले प्रोजेक्ट गर्दा हामीले पनि सँगसँगै गर्दै जाने होला नि। हजुर एकदम, त्यो त सँगसँगै जानुपर्छ, होइन भने त त्यो लेट हुन्छ नि त। तपाईँहरूलाई अब जुन तपाईँले सर्टिफिकेट पाउनुहुन्छ त्यो आधार भनेको त्यही तपाईँको प्रोजेक्ट हो क्या। मैले चाहिँ तपाईँको प्रोजेक्ट हेर्छु, अनि त्यो प्रोजेक्ट तपाईँले बनाउनु भएको छ भने चाहिँ अनि सर्टिफिकेट पाउनुहुन्छ नि त। तर अब मैले सबै कुरा भ्याइसकेपछि जानुहुन्छ भने त तपाईँलाई फेरि त्यो प्रोजेक्ट तयार पार्नलाई केही दिन समय लाग्ला नि, 10-15 दिन एकदम। अब तपाईँले बनाउनु चाहिँ बनाउनु पऱ्यो, तर मैले जत्तिकै चाहिँ अब बनाउनु पऱ्यो तपाईँले, होइन भने चाहिँ मभन्दा अलिकति एडभान्सै बनाउनु पऱ्यो क्या। मैले भन्दा राम्रो बनाउनु सक्नु पऱ्यो तपाईँहरूले। हुन्छ सर। अब 3D मोडलमा चाहिँ लगभग कभर हुने कुरा भनेको यति नै हो होइन। अब यसमा के एडभान्स टुल्सहरू आउँछ त्यो म अब यो सिलेबसमा इन्क्लुड नभए होला, त्यो चाहिँ नि म गरिदिनै हाल्छु। किनभने चाहिँ सम्पूर्ण कुराहरू चाहिँ नि राख्न सकिँदैन सिलेबसमा, फेरि त्यो स्लाइडहरू एकदमै धेरै हुन्छ। त्यो भएको भएर मैले सर्टकटमा चाहिँ नि हामीले अल्टिमेटली के कुराहरू चाहिँ कभर गर्छौँ भन्ने कुराहरू चाहिँ नि मैले राखिदिएको थिएँ है त ब्रिफली। त्यो सफ्टवेयरहरू इन्स्टलेसन गर्न सबै सिकाउनुहुन्छ होला नि सर, त्यो पठाइदिन्छ होला नि लिङ्कहरू? हजुर त्यो यो स्केचअपहरू इन्स्टलेसन गर्ने तरिकाहरू त्यो त मैले पठाइदिन्छु, केही फरक पर्दैन। सुमन चाहिँ तपाईँले बोल्न मिल्दैन, यो पिसीबाट चाहिँ बोल्न मिल्दैन र? उहाँले ग्रुपमा मेसेज छोड्नु भएको छ क्या कसले? मेरो अलि बिहान चाहिँ नि
खोकी लाग्ने गर्छ मलाई। तपाईँहरूलाई यो टाइम चाहिँ मिलेको छ नि होइन सबैजनालाई? सही छ नि टाइम? टाइम एकदम ठिक छ सर। बिहान पनि एकदम राम्रो नै। हेभी चेयरले पनि बिहान छिटो उठ्ने बानी सुमनजी गर्छ। तपाईँले माइक अनम्युट गरेर बोल्न सक्नुहुन्छ कि बोल्नै नमिलिरह? उहाँले इस्टिमेसनको क्लासहरू पनि भन्दै हुनुहुन्छ, मैले अलिक बुझिनँ क्या। तपाईँले स्केचअपको लागि क्लास भन्नुभएको थियो कि के को लागि भन्नुभएको थियो? अन्य क्लासहरू पनि थियो? सर अनि मैले अरू त क्लासहरू पनि थियो। अटोक्याडको नि भनेको थिएँ अलि एडभान्स लेभलको, अनि त्यसपछि नै यो स्केचअप हुन्छ नि। हो र? म्यासेजमा त त्यही भनेको थिएँ। ए तपाईँहरूलाई ठिक छ, अटोकेट पनि स्टार्ट हुँदैछ, नयाँ क्लास सुरु हुँदैछ हाम्रो 12 कहिलेदेखि स्टार्ट हुने अटोक्याड? 12 गतेबाट। अ, तपाईँले स्केचअप अब स्केचअपको लागि अटोकेटको नलेज हुनुपर्छ भन्ने चाहिँ नि हुँदैन तपाईँलाई, उम्, किनकि अब स्केचअप छुट्टै सफ्टवेयर हो, तपाईँको अटोकेट पनि छुट्टै सफ्टवेयर हो, त्यस्तो फरक चाहिँ पर्दैन। तपाईँ दुइटै जे भयो नि त के भन्छ 2D नलेज त चाहिन्छ। 2D नलेज बिना त स्केचअप पनि के काम होइन? तपाईँलाई 2D पनि आउँदैन र अटोकेट चलाउन आउँदैन? आउँछ, त्यति अलि एडभान्स लेभल चाहिन्छ कि एकदम स्केचअप इन्टरमिडिएट। स्केचअपको लागि एडभान्स लेभलसम्मको चाहिँदैन। अब जस्तो तपाईँलाई प्लानिङहरू बनाउन आउँछ भने चाहिँ पुग्यो क्या तपाईँले यो 3D बनाउनुको लागि। किनभने चाहिँ हामीले 3D बनाउनुको लागि हामीलाई चाहिने भनेको प्लान हो, 2D प्लान। मेन यस्तो हो कि सर, प्लान प्लान भन्दाखेरि सेक्सनहरू पनि काट्न आउनु पर्यो, लेयरिङ गर्न आउनु पर्यो, त्योहरू पनि मजाले सिक्नु पर्यो नि। तपाईँले त्यसो भए अटोकेट नै जोइन गर्नु होला नि त। त्यही त। स्केचअपको ग्रुपमा राखिदिएको छ, त्यही भएर स्केचअप मात्र हो कि भनेको। अनि सुमनजी तपाईँको चाहिँ के छ? मलाई आवश्यक चाहिँ अहिले अब स्केचअप चलाएको त छ, मैले बनाउनु मोडेलहरू धेरै बनाएको छु होइन। हजुर। अनि यो अरू यो भिडियोहरू यिनीहरू चलाएको छैन होइन, यो भिडियो। अनि त्यसपछि मलाई अलि आवश्यकता भने इस्टिमेटिङ एन्ड कस्टिङ र प्रोपर्टी भ्यालुएसन यिनीहरू पनि अलिकति पढ्नुपर्ने थियो। हो र? मलाई यो यिनीहरू सबै समेटिने क्लासमा जोइन गर्नु पर्यो सर। यस्तो समेटिने भन्नाले अब तपाईँको एउटै क्लासमा त सबै गरिँदैन, किनकि तपाईँको स्केचअप छुट्टै क्लास हो, अटोकेट छुट्टै हजुर क्लास हो। अनि त्यस्तै गरी बरु तपाईँले चाहिँ नि स्केचअपमा भिडियो नि पाउनुहुन्छ, इन्स्केप नि पाउनुहुन्छ होइन, यो सम्पूर्ण कुराहरू म भनिदिन्छु। तर हजुर तपाईँको एउटै क्लासमा चाहिँ नि हाम्रो इस्टिमेसन एन्ड कस्टिङ फेरि छुट्टै हुन्छ होइन, प्रोपर्टी भ्यालुएसन फेरि छुट्टै हुन्छ। हुन त हामीले फेरि इस्टिमेसन एन्ड कस्टिङमा नि प्रोपर्टी भ्यालुएसन कुराहरू चाहिँ गरिदिन्छौँ गर्न चाहिँ होइन। र फेरि अटोकेट छुट्टै क्लास हो, स्ट्रक्चरल एनालाइसिस फेरि छुट्टै हो क्या तपाईँले भन्नाले। त्यो हुन त सबै क्लासहरू चाहिँ यहाँ रनिङ नै छ होइन। तपाईँले भन्नुको मिनिङ चाहिँ तपाईँले अलग अलग क्लासमा चाहिँ बस्नुपर्छ भनेको मैले। अलग अलग क्लासमा फेरि टाइमिङ मिल्दैन नि त सर। यस्तो तपाईँले चाहिँ नि अब त्यसको लागि एउटा एउटा सकाएर गरे नि भयो। यस्तो हुन्छ कि त्यो सम्भव नै हुँदैन क्या, हामीले सँगै तपाईँ एउटै क्लासमा चाहिँ नि इस्टिमेसन एन्ड कस्टिङ नि गर्ने होइन, स्केचअप नि गर्ने, त्यो मिल्दैन कुरो नि। ल यतै यतै बुझाउँला नि त म ल सर। अर्को क्लास कहिले हुन्छ, के हुन्छ, कसरी थाहा हुन्छ? तपाईँले यो पछि कुन क्लास चाहिएको? इस्टिमेसन एन्ड कस्टिङ हो? थाहा नै भएन भन्नाले तपाईँलाई यो क्लास सकिएपछि तपाईँको एक्सपेक्टेसन कुन क्लासको लागि छ? जस्तो अटोकेट छ कि इस्टिमेसन एन्ड कस्टिङ छ कि कुन क्लास छ भनेको मैले। मलाई त्यहाँ योभन्दा अगाडि यो अहिले यो क्लासभन्दा अगाडि भयो चाहिँ राम्रो सर। यो क्लास पछि कुन क्लास भन्नुभयो? त्यही यो अहिले हामीले यो अटो के अरे स्केचअप र यो इन्स्केपको क्लास गऱ्यौँ नि। हजुर हजुर। योभन्दा अगाडि भयो भने धेरै राम्रो। योभन्दा अगाडि कुन क्लास भनेको मतलब 5 to 6 तिर मिल्दैन? ए बिहानै यो भन्नुभयो? इस्टिमेटिङ एन्ड कस्टिङ र प्रोपर्टी भ्यालुएसन यिनीहरूको। ए त्यही त अहिले त्यसको लागि यस्तो हुन्छ, हामीले सेड्युल मिलाउँछौँ कि होइन। किनभने चाहिँ अब हजुर हामीले त्यसको लागि चाहिँ नि 15 दिन अगाडि नै अब ग्रुप बनाउनु पऱ्यो नि त। हजुर सिङ्गललाई क्लास लगाउन फेरि त्यो मिलेन कुरोकानी एकजनालाई होइन। तपाईँको अब इस्टिमेसन एन्ड कस्टिङ भन्नाले त तपाईँको एकदमै डिपली जानुपर्छ त्यो कोर्समा।
हजुर अनि त्यसको लागि अब क्लास चाहिँ रनिङ नै हुन्छ, तर तपाईँको के समय अब हाम्रो त्यस्तो 15 दिन 20 दिन चाहिँ ग्याप हुन्छ नि त। क्लास रनिङ हुन्छ होइन, अनि त्यो सकाएपछि बल्ल अर्को न्यू क्लास सुरु हुने हुन्छ नि त। हजुर हजुर त्यो भएको भएर अब अनि अरूहरूको चाहिँ छैन नि होइन, स्केचअप मात्र। तपाईँहरूले के गर्ने त, तपाईँ दुईजनाले स्केचअप लग्नुहुन्छ कि सुरुमा के गर्नुहुन्छ त? स्केचअप चाहिँ धेरै दिन लाग्दैन, स्केचअप सकाएर पनि अन्य कोर्सहरू जोइन गर्न मिल्यो तपाईँले। अब क्लास चाहिँ अब केही दिनमा सुरु नै भइहाल्छ अरू क्लासहरू पनि। तपाईँको नाइटमा तपाईँहरू सायद फ्री नै हुनुहुन्छ होला, मेबी नाइटमा चाहिँ नि अब भन्नाले 7 देखि अगाडि चाहिँ नि हाम्रो नाइट सेसन इभिनिङ सेसन हुने भनेको 7 बजेभन्दा पछि नै हुन्छ, 7 देखि 8, 8 देखि 9 होइन, 9 देखि 10 त्यस्तो त्यस्तो भइरहेको हुन्छ। तपाईँले यो सकाएर या यो सँगसँगै अब तपाईँले पछि बिचमा चाहिँ नि अर्को कुनै इस्टिमेसनकै क्लास भयो भने पनि त्यो क्लास पनि जोइन गर्न सक्नुभयो। ए हुन्छ सर। जस अब स्केचअप पनि चाहिरहेको छ भने चाहिँ स्केचअप पनि कन्टिन्यू गरिराख्दा भयो, किनकि स्केचअप पनि गर्नु नै छ भने चाहिँ अहिले क्लास रनिङमै छ। सो तपाईँहरूलाई चाहिँ नि यो क्लास नि मजाले एटेन्ड गर्दा भयो होइन। अनि अर्को क्लास पनि अब जोइन गरिराख्नुहोस्, तपाईँको अब एडमिसन लिइराख्नुहोस्, तपाईँको बिचमा क्लास चल्ने नै हो। किनकि रनिङमै हुन्छ क्लासहरू। अहिले चाहिँ अब बिचदेखि जोइन गर्दा त्यो लास्ट इन्टिरियर जोइन गर्दाखेरि पनि खालि कुरोकानी मिलेन। न्यू क्लासहरू हाम्रो चलिरहेकै हुन्छ, त्यो न्यू क्लास हुँदाखेरि पछि अर्को न्यू क्लासमा जोइन हुँदा भयो तपाईँहरूले। ल अनि जस्तो त्यो ब्रेजिसजीले चाहिँ नि तपाईँको 12 गतेबाट नै अटोकेटको न्यू क्लास, अहिले चाहिँ अटोकेटको फेरि रनिङमै छ, न्यू क्लास जोइन गर्दा भयो तपाईँले होइन। त्यसरी चाहिँ जानु मिल्यो क्या तपाईँहरूले। ए हुन्छ सर, हुन्छ। किनकि स्केचअप पनि गर्नु नै छ भने चाहिँ स्केचअप पनि लगि नै राख्नुहोस्। तपाईँले अब नर्मली 2D चाहिँ आउँछ नै भन्नुभयो अलिकति होइन, त्यो कुराले चाहिँ स्केचअप मजाले गर्न भ्याइन्छ होइन। त्यस्तो खासै अब स्केचअपको लागि चाहिँ नि किनभने चाहिँ हामीले सेक्सन कट गरेर चाहिँ नि हामीले स्केचअपमा पनि हेर्छौँ क्या, त्यस्तो खासै फरक नपर्ला होइन। केही टुल्सहरूको बारेमा त हामीले अटोकेट सिक्दै जाँदा नि बुझि नै हाल्छ क्या, त्यस्तो खासै तपाईँले अप्ठ्यारो चाहिँ पर्दैन। अहिले टाइम छ लगिराख्नुहोस् होइन, किनकि फेरि स्केचअपको क्लास कहिले नै हुन्छ, फेरि अहिले चाहिँ चलिरहेको छ, फेरि नेक्स्ट तपाईँले फेरि कुर्नु पर्ने होला, त्यही भएर अहिले चलि नै राख, अहिले गर्दा चाहिँ बेटर होला भन्ने हो मेरो। ल त्यसो भए हामीले अब भोलिदेखि चाहिँ यही टाइममा गर्न मिल्यो है, 6 देखि 7 सबैलाई मिल्छ नि, सुइटेबल छ है त? ठिक छ सर। ल सबैलाई ठिकै छ भनेपछि राम्रो। अब यो क्लास चाहिँ नि हामीले अब आज चाहिँ नि मैले यति नै गर्छु होइन, मैले आज ओरिएन्टेसन टाइपको, त्यही भएर तपाईँहरूलाई नि यही क्वेसनहरू गरौँला भनेर नै मैले अनि अलिकति हामीले कभर गर्ने टुल्सहरूको बारेमा होइन। र सफ्टवेयर इन्स्टलेसन भोलिदेखि गर्छौँ हामी। सफ्टवेयर इन्स्टलेसन चाहिँ तपाईँले आज नै हामीले अब भिडियोहरू बनाएको हुन्छ कि यो इन्स्टलेसन गर्ने, तपाईँ स्टेप बाई स्टेप गाइड गरेको हुन्छ त्यो कुरा होइन। अनि हामीले सफ्टवेयरको जुन फाइल छ डाउनलोड गर्ने फाइल त्यो नि दिन्छौँ, त्यसपछि तपाईँले त्यो डाउनलोड गर्ने अनि त्यो भिडियो हेर्दै गर्दै गर्ने, तपाईँको मजाले इन्स्टल हुन्छ, त्यस्तो खासै गाह्रो छैन। हुन्छ सर, त्यो इन्स्टलेसन पनि गर्ने बाँकी छ कि, त्यही भएर। हुन्छ त्यो चाहिँ आज मैले तपाईँहरूको सम्पूर्णले जिमेल चाहिँ पठाइसक्नुभयो, त्यो जिमेलमै आउँछ ल यो दुईवटा कुराहरू, यो फाइल र तपाईँको इन्स्टलेसन जुन भिडियो हुन्छ त्यो योमै आउँछ, तपाईँको जिमेलमा चाहिँ आउँछ, गुगल ड्राइभमा चाहिँ अपलोड भएको हुन्छ। ल त्यसो भए भोलिदेखि चाहिँ हामी कतिजना भयौँ भने चाहिँ 6 जना छौँ होइन। भोलिदेखि चाहिँ यही टाइमिङमा चाहिँ 6 देखि 7 चाहिँ गरौँ है त। ओके ल हस्, ल मैले आज इन्ड गरेँ मिटिङ, बाँकी चाहिँ भोलि नै गरौँ है त, भोलिदेखि कन्टिन्यू गरौँ। हुन्छ सर। हस् सर बाई।